रातिसम्म त्यो फुललाई पनि थाहा हुँदैन अरे भोलि बिहानै भएपछि मन्दिरमा जानुपर्ने हो या त मसान घाटमा गएर सजिनु पर्ने हो भने एउटा फुललाई त भोलि मेरो जीवनको अन्तिम गन्तव्य कहाँ हो भनेर थाहा छैन र पनि फुलले सुगन्ध छरेर फुल्न छोड्दैन भने फुलले आफ्नो धर्म निर्वाह गरिरहन्छ भने तपाईँ हामी पनि त्यसै हुनु पर्यो। हाम्रो जीवन भोलि कतिन्जेल हो थाहा छैन, तर धर्म के हो, हामीले गर्ने कर्म के हो, हामीले आफ्नो धर्म अनुसारको कर्म गर्न छोड्नु भएन। जसले कर्म गर्छ उसले अवश्यमैव फल प्राप्ति गर्छ। त फलको आश नगर्नु, बरु कर्म चाहिँ गरिरहनु भनेर भनिएको छ। त्यस्तै फुल जस्तै हाम्रो जीवन पनि अनवरत अगाडि बढिरहेको छ प्रिय बन्धुहरू। तसर्थ फुलले भोलि गएर मसान घाटमै जानुपर्ने हो। अब किन सुगन्ध छर्नु छ र हे भनेर फुल्छ र? फुल्दैन। फुलले बडा सुन्दर, बडा पुल्लकित भएर मिठो सुगन्ध छरेर फक्रिएको हुन्छ। या त उसको अन्तिम गन्तव्य मन्दिर बन्छ या त मसान घाट बन्छ। तसर्थ हामीले पनि हाम्रो गन्तव्य कहाँ हो थाहा छैन, तर पनि हामीले गर्ने कर्म, हामीले गर्ने पावन कार्य भने पवित्र हुनुपर्छ, सुन्दर हुनुपर्छ।